बुहारीलाई के भन्थे? बहुरानी। बहुरानी। अनि बुढीहरूलाई? बुढीहरूलाई जिजे भन्छ। जिजे 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 डिजे के हो त्यो भने? बुढीहरूलाई भने? बुढीहरूलाई जिजे भन्छ। बुढी भनेको आफ्नो बुढीलाई कि उनीहरूले चाहिँ बुढी मान्छेहरूलाई? अब हामीले घरतिर राखेर हामी बुढी भएकोलाई त जिजे। ए सम्मान गरेका कि बोलाउने नि त्यस्तै हो? त्यो बुहारीहरूलाई चाहिँ बहुरानी भन्छ। बहुरानी। गर्दिनेहरू बुहारीहरू चाहिँ रानी भयो घरका, त्यही भएर बहुरानी होइन। अनि बुढाबुढी भएपछि त्यो दिएर खानुपर्ने, त्यही भएर दिजे भने होला होइन। खतरा उल्था गरिदिएँ नि मैले होइन। अनि घरका बुढाहरूलाई छोराहरूलाई चाहिँ के भन्थे? बुढाहरूलाई केराली भन्थे पनि बिर्सिए पनि खै के भन्थे पनि छोराहरूलाई भनेको बाउलाई भनेको बिर्सिएँ मैले। भन्थे पेसा गर्दिनेहरू अरू त मैले देखिनँ। अन्त कान्छा बाबुहरू कहाँ चाहिँ पछि घरतिनीलाई अमलेट गराए राजाले हो कि छुटाए त्यो नराख्ने। अब छोराछोरी चाहिँ त्यो घरतिनीका छोराछोरी चाहिँ बेचेर पैसा दिन्थ्यो क्या। अर्को धान यो अब मैले बेचेँ। साँच्चीमै त्यस्तो हुन्थ्यो? त्यो उनीहरूलाई घरमा राख्नलाई क्या बेचेँ। पैसा उसकोसँग पैसा दियो। अनि छोराछोरी उनीहरूको पैसा आफ्नो? कस्तो चलन हो त आमा? त्यस्तो थियो। कस्तो खालको चलन हो त त्यो छ? अनि अहिले चाहिँ त्यसरी बेच्यो भने त लग्छ त थुनामा है? मार्छन् अहिले त त्यसरी। अहिलेकाले बेच्दैनन् आमा, छोराछोरी धेरै पाउँदैनन्। पहिला पहिला धेरै छोराछोरी हुन्थे, बेचे पनि भयो, काममा लाए पनि भयो होइन। अहिले छोराछोरी एउटा हुन्छ, दुईटा हुन्छ बस। त्यही त उमेर थुप्रै पाउँथे। अनि हाम्रो कान्छा छिए मलाई पठाएपछि पछि नि मलाई पठाएपछि मात्रै होइन, हामी छुट्टिएर आलिन बसेको हाम्रो कान्छा बाबुको घरमा बसेर घरदिनी चाहिँ घरदिनी थिए क्या। अनि आमाले चाहिँ कहिले काम गर्ने मान्छे राख्नु भएन? काम गर्ने मान्छे कहिले राख्नु भएन? राख्नु भएन घरमा? राखिन्। अनि आयो त्यो घरदिनी आए नानी भन्थे मलाई, सानो नानी भन्थे। आयो अनि एउटा सोली, अनि एउटा माटाको भाँडो, अनि 4 पाथी धान हाल्दे। पाथी भने कस्तो हुन्छ? पाथी भने कस्तो? 4 पाथी धान भने होइन? धान। पाथी भने के हो? पाथी भने तँलाई चिनेको छैन? पाथी हुन्थ्यो बेला। अहिले यहाँ छैन, देखाइदिउँ भने। अहिले छैन आमासँग? देखाउन न। अनि सोली भने? त्यो पाथी चाहिन्छ नि हो वर्तमान गर्ने छोराहरूलाई। ए त्यसरी उचालेर चामल हाल्नेवाला हो भाँडो? अनि सोली भने? सोली भने चित्र डाँडा देखाएको छैन? के देखाएको छैन? के भन्नुभयो? दाल सोली हुन्छ सोली। थाहा छैन। छैन। कहिले देखेकै छैन? हाम्रो उहिलेका मान्छे नै कडा आमा, धेरै कडा उहिलेका मान्छे। बाफ्रे, उहिलेका यस्तो क्या आमा, छोरा मान्छे कडा, स्वास्नी मान्छेले बोल्नै नपाउने होइन, केही गर्नै नपाउने, बोल्नै नपाउने। उनीहरूले जे भन्यो त्यही उठ भने उठ्ने, बस भने बस्ने होइन। अहिले त्यस्तो पाइन्छ? अहिले पाइँदैन नि। अलिअलि पढेका, अलिअलि न धेरै पढेका हुन्छन् अहिले, अनि बाठा हुन्छन्। धेरै पढेका हुन्छन्, बाठा हुन्छन्। अलिअलि पढेका पनि बाठा, धेरै पढेका नि बाठा, बोली सक्नु छैन, गाह्रो छ अहिलेका। पढ्नु दिँदैन थिए। पहिला पनि छोरीहरूलाई पढाउनु पर्ने है आमा? पहिला पनि छोरीहरूलाई पढाएको भएदेखि छोरीहरूले त्यसरी दबिनु पर्दैन थियो हो कि भन्नु न? पढाएनन्। दुलाको आयु घट्छ भन्दै पढाउँदैन। के अचम्म त्यस्तो? आफूले पढेर दुलाको आयु घट्छ आमा? अचम्म। त्यो त तँ नखाइकन बस, तँ भोकै बसिस् भने तेरो श्रीमानको आयु बढ्छ भने जस्तै हो कि होइन? आफू भोकै बसेर अरूको आयु बढ्छ?
अहिलेको मान्छे कडा कडा हुन्, धेरै कडा भएको थियो। अहिलेका मान्छे सक्दैनन् त्यसरी गर्न। के कडा कस्ता कडा हुनु के त्यो बुहारीहरूलाई भन्दा अब मिसो चोखो पनि खानु मान्दैन। ए आमा, पहिला नि बिहे गरेर ल्याएको बुहारीहरूले काम राम्रोसँग गरेन भने हात कुच्याउँथे अरे हो? साँच्चीकै हो यो कुरा? खोइ हजुरआमाले पनि कुन चाहिँ बुहारीको हात घरभित्र जाँदाखेरि दोहोराले खिचाइदियो अरे। राम्रोसँग लिपेन भने बसीको के अरे बस्नुको भन्दा आयो उहाँ हजुरबाहरूको घरको वहीँ थियो त हातले। हजुरबाहरू भने मेरो मावलाको हजुरबा? मेरो मावलाको हजुरबा? तेरो बाउला होइन त? कसलाई? तेरो हजुरबा क्या तल बराल। ए मावलाको हजुरबा? मावलाको ए बरालको। अब खोइ बुढीले अब घरभित्र गएर बुहारी हात पिटिदियो अरे भन्थे क्या कुरा गर्थे। कस्ता छुच्ची सासू रहेछ नि त। अहिले भेट्न पाए त म किन त्यस्तो गरे भन्थे गर। हजुरआमा त्यो हजुरआमा लक्ष्मीको हजुरआमा त सानो यत्रो बुढी सानो बुटोरी हो के थाहा मलाई। मेरो मम्मीको हजुरआमा तेरो मम्मीको बुटोरी हो यत्रो सानी सानी। अनि बुढाले कुटेछन्, नाम्दा गरेर उजुर गरिन्। अनि त्यो बुढालाई लगेर आँगनमा खिर राको खोपे क्या, खिर खोपेर त्यो टेङ्गुरा बनाए। अनि त्यहाँ राखे आँगनमा घाममा त्यो गममा परेर दिनभरि राखिदिए आँगनमा। छोडिदिए त्यो कुद्नु त के छोड्थे। अनि गए बुढा बेलुका फेरि पछि फेरि कुटेछन्, फेरि गोली गयो हेर्नु। अनि फेरि पछि चाहिँ हरिया मकै छोडाएर खुवाएर थुप्रो राखेर अनि दोइलामा जम्मै मारु थुनेर गरेर बुढालाई अगाडि लिएछ्यो। भर्याङ पनि भर्याङमा बाँध्दैछन् त्यो खोइ हाल्दैछन् अगाडिमा त्यो आओस् भन्दा दुवा लगाइदियो। राम 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 कस्तो आँट हो के हाम्रो कस्तो मन पापी बुढाहरू। पहिलाका बुढाहरू पापी। अनि हालिदिएर त्यहाँ बाँधिदिएर बुढा आफैहरू बाहिर बस्यो अरे गफ गरेर दैलो लगाइदिएछ फेरि। त्यो के गरी बस्यो होला त्यो दुवामा हेर्नु त। अनि त्यस्तो गर्दा गरेर पहिलाका त मान्छेहरू नबुझ्ने मान्छेहरू साह्रै। अब कुद्न अहिले त्यसो गऱ्यो भने त आमा भित्रबाट के अरे बाहिरबाट चुगुल लाग्यो भने त घर फुटाएर निस्किन्छन् हो कि होइन? भित्ता फुटाएर निस्किन्छन्। अनि त्यसरी बाँधेर राखेर के गरी फुटाउँदो अहिले बाँध्नै सक्दैन। हाम्रै सोचिरहेको अहिलेकाले बाँध्नै सक्दैन। अहिले मार्न जाँदाखेरि के गर्छन् रे आमा? के गर्छन् रे अहिलेकाले? अहिलेकाले के गर्छन् मार्छन् घुमाउँछन् है। त्यसरी राखिदिएर त्यस्तो गरेको। पहिलाका मान्छे नहुने साह्रै नहुने न छोरी पढाउने अनि त्यस पछाडि न के अरे छोरीहरूलाई अब यस्तो अलिक ठुलो भएर बिहे गर्दै पनि बुद्धि आउँथ्यो नि। त्यो बुद्धि आउँजेल पनि नपर्खिने लखेटिहाल्ने साह्रै नहुने। आमाले किन छोराहरू मात्रै जन्माएको? छोरी किन नजन्माएको? जानुहुन्थ्यो बस्नुहुन्थ्यो छोरी कहाँ हुँदैन। छोरी गर्ने बुद्धि हुनुपर्छ नि फेरि। त्यही त हो। तर अब यो आमा पाल्नुपर्छ भन्ने बुद्धि भएको छ।